सो हेलो गाइस, वेलकम टू माई न्यू भिडियो। आज चाहिँ दसैँ होइन, टक्क लाएर दसैँको सुरुवात हुँदैछ। हामी चाहिँ टक्क लाएर आज सरसफाइ गरेर रोटी पाक्दैछ। चाहिँ टक्क लाएर रोटी सोटी बनाएर दसैँको लागि होइन। रोटी देखाइदिनु, रोटी हेर्नुहोस्, रोटी मम्मीले रोटी बनाउँदै हुनुहुन्छ। जमरा चाहिँ सोलीभित्र छ यहाँ होइन। दसैँ चाहिँ रमाइलो हुन्छ होला होइन। अब के गर्ने, यो चाहिँ जमुना मेरो बहिनी खाने हो, पानी खाने हो। आज चाहिँ टक्क लाएर दसैँ रातभरि पानी परेको कारण मौसम राम्रो छैन, त्यही पनि म भिडियो राखिरहेको छु। आज दसैँमा भिडियो चाहिँ बनाउनु पर्छ सोचले मैले चाहिँ भिडियो बनाइरहेको छु होइन। आज चाहिँ टक्क मौसम चाहिँ ठक्क त छैन, त्यही पनि अलिअलि गुमगुम भइरहेछ। यता चाहिँ हाम्रो काले हो, हेर्नुहोस् यो कराईको कराई गर्छ, यो कहिले थाक्दैन हो। हेर्नुहोस् कसो गर्छ। यो चाहिँ अघि बिहानसम्म डुलेर भगर बसेको छ, त्यही पनि कराइरहेछ। यो यसको काम छैन। काले चिया चाहिँ बहिनी चाहिँ घुम्दै घुम्दै आइरहेका छन्, त्यही भएर फेरि बहिनी उचालेर भिडियो बनाइयो। बहिनी यता हेरिदियो, यता हेरिदियो, हाई भनिदियो, हाई 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 भनिदियो, हाई। बहिनी चाहिँ भर्खर उठेको भएर हाई भन्ने मुडमा छैनन्। ल आइरे बहिनी चाहिँ टक्क हामीले बनाएको सेलरोटी समातेर बहिनीको घरतिर जान लागेको हामी चाहिँ। हेर्नुहोस् गाइज, हाई गरिदियो। यसलाई दसैँको चिन्ता छैन, यसलाई मेहन्दीको चिन्ता छ। हेर्नुहोस् मेहन्दी देखाइदिए, मेहन्दीको चिन्ता छ्या तेरै पाइटमा लगाइदियो। बनाउने त घर चाहिँ कराइरहेको छ हाम्रो। आज टक्क घाम लागेको छ होइन, पानी परे पनि घाम चाहिँ लाग्छ। म चाहिँ जमरा काट्न लागेको, कैँचीले टक्क लगाएर हेर्नुहोस् यता राख्ने, यता राखेको छ यो, अनि कैँचीले काटिरहेछ है। हामी चाहिँ दसैँको अब तयारी भइसकेको छ, हामी टिका लाउनलाई तयार। पैसा देखाइदिए जमुना, पैसा हेर्नुहोस्, टिका जमरा। अब चाहिँ हामी टिका लाउनलाई तयार। हजुरआमाले ब्रस गर्दै हुनुहुन्छ। हजुरआमा हाई गरिदिनुहोस्। मम्मी चाहिँ तयार हुँदै हुनुहुन्छ टिका लाएर। बाई बाई। मम्मीले जमुनालाई टिका लगाइदिँदै होइन, म चाहिँ बसिरहेको छु वेटिङमा। हामी चाहिँ फोटो खिचेर होइन, अब टिका सिका लाएर फोटो खिच्ने कार्यक्रम छ। म चाहिँ बहिनी उचालेर हिँडिरहेको छु। यहाँ चाहिँ हजुरआमाले टिका लगाइदिँदै हुनुहुन्छ। हाम्रो आन्टी आउनुभएको छ, हाई गरिदिनुहोस् भन्दा हजुरआमालाई हाई गरिदिनु। र हामी चाहिँ आज फोटो सोटो खिचेर होइन, अझै पनि फोटो खिच्दैछन्। यहाँ चाहिँ तास खेल्दै हुनुहुन्छ अङ्कलहरू। म त यत्तिकै बोलिदिन्छु। यता चाहिँ मेरो बिल्ला उडाइदिनु राख्नुभएको छ मेरो भ्लगको। हामी चाहिँ टक्क लाएर टिका लाएर बसिरहेछौँ है। टिका चाहिँ भर्खर खसिसक्यो होइन। अब भ्लग चाहिँ अन्त्य भइसक्यो। थ्याङ्क यू।